झोलेहरूले राजसभाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका बुबालाई श्रद्धाञ्जली दिँदाखेरि सम्मान गरेनन्, यिनीहरूले सम्मान नगरिकन बोले भनेर अहिले ट्रोल गरिरहेका छन्। तर यी पुराना दलका नेताहरूले कहिले जनतालाई सम्मान गरेर बोले, कहिले आफ्ना विपक्षी दलका नेताहरूलाई सम्मान गरेर बोलेका छन्। अनि यी नयाँ आउने रवि र बालेन जस्ता अरू धेरैले कहिले पुरानो दललाई यसरी यस्तो नराम्रो भनेर शब्दहरू प्रयोग गरेका छन् त छैनन् नि त। अनि अब सिक्नुपर्ने कसले चाहिँ छ त अगाडि, बालेनले सिक्नुपर्ने कि केपी शर्मा ओली जस्ता नेताहरूले सिक्नुपर्ने हो? यहाँ सम्मान त बालेन र रविबाट सिक्नुपर्छ क्या। आफ्नो विपक्षी दलका नेता हुँदाखेरि पनि उनीहरूलाई कसरी सम्मान गर्ने, उनीहरूलाई कसरी भेट्ने भन्ने कुराहरू बालेन र रविबाट सिक्न बाँकी छ क्या। अहिले झोलेहरू आएर कराउँछन् त्यत्तिकै अनि ट्रोल गर्ने कामहरू गर्छन् नि। यिनीहरूले आफ्नो नेतालाई बचाउन र आफ्नो नेताको प्रशंसादेखि बाहेक अरू केही गर्दैनन् क्या। आफ्नो नेताको प्रशंसा मात्रै, राम्रो राम्रो कुराहरूलाई मात्र अगाडि सारिरहेका छन् भने यिनीहरूले बुझ्नुपर्ने कुरा चाहिँ अरूलाई सम्मान दिन र लिन कसरी पर्छ भनेर चाहिँ बालेन र रविबाट सिक्नुपर्छ क्या।